हजुरहरूमध्ये कसलाई चाहिँ पैताला पोल्ने समस्या, पैताला पोल्ने एकदम भत पैताला पोल्छ नि, अब औषधि खाए नहुने के गरेर नहुने खालको पैताला पोल्छ भने यसरी 1 चम्चा 2 चम्चा यसरी मोहा राख्नुस्। यो मोहालाई चाहिँ मजाले इति राख्ने हैन हजुर, सुत्ने बेलामा राति 1 चम्चा त्यो पैतालामा मजाले अलि छ्याप्ती हुने गरेर के कपडामा लाग्छ यस्तो हुन्छ उस्तो हुन्छ हैन, आफ्नो रोग त निकाउनु पर्यो नि त हजुर हैन। हो यसरी 1 चम्चा मजाले हातमा लिनुस्, कसैलाई लाउनुस्, आफूले लाउँदाखेरि फेरि हात धुन उठ्न पर्यो, त्यो सुक्न पर्छ। मजाले सबै यसरी पैतालामा लगाइदिनुस्। बिहानमा त अब हिँड्न परिहाल्छ, हुँदैन, बेलुका जहिले पनि यसरी लगाएर सुत्नुस्। यसले यति शीतल बनाउँछ हजुर। यो मौरीको यो चाहिँ यो मेरो भिरमौरी हो। भिरमौरी भनेको यो पाराहरूमा हुन्छ नि, यो यहाँ हैन उहाँ माथि लेकतिरबाट ल्याएको हजुर। यसले चाहिँ पैताला पोल्ने समस्या उहाँको धेरै त्यो फाइदाहरू छ के। यसले फेरि हामी किचनमा काम गर्छ, भान्सामा कामहरू गर्दाखेरि कहिलेकाहीँ हैन तेलको छिट्टाहरू आउँछ, त्यो हुन्छ नि त्यो ताप्केको केले डोम्छ नि, हो त्यसको लागि चाहिँ यसरी सट्ट लगाइदिने। यसलाई इति लिने, हातमा सट्ट लगाइदिएपछि यसले फोका उठ्दैन। यति राम्रो उस्तै पऱ्यो नि सानोतिनो काटेको घाउहरूमा सट्ट लगाइदिएर यसले च्याप्प गऱ्यो भने यसले त्यसलाई पनि निको बनाउँछ। यो मोहाको यति धेरै फाइदा छ हजुरहरू। ल हेर्नुहोस्, पैताला पोलेकोमा त यो रामबाण नै हुँदो रहेछ है, यो एकदमै राम्रो।